Hello guys, namaste, welcome back to my YouTube channel. आज चाहिँ मैले धेरै दिनपछि भ्लग स्टार्ट गरेको। घरमा नि आमा बिरामी हुनुहुन्थ्यो अनि त्यही भएर केही नि बनाउन नि पाएन भिडियोहरू। त्यही भएर आजबाट चाहिँ एक दिन बिराएर रेगुलर भिडियो हाल्ने कोसिस गर्छु। माइन्ड नगर्नु होला। अहिले चाहिँ बिहानको 8 बजिसक्यो। छोरा चाहिँ सुतिरहेछ। म चाहिँ खाना बनाउन लाग्यो। अब आमा चाहिँ उता अहिले त अलिअलि सन्चो भएर हिजो नि हस्पिटल जानुभएको थियो। अहिले चाहिँ अलिअलि सन्चो भएर उता गाउँ हेर्न जानुभएको छ कस्तो भयो भनेर। अब चाहिँ मैले भात बसालिसक्यो। तरकारी पकाउनु छ। तरकारी नि के पकाउनु हुन्छ खाली दिउँसो भयो खाजा के खाने, रात पर्यो बिहान भयो तरकारी के खाने भनेर नै दिनमा चाहिँ यहाँ साग लिएर आउनुभएको रहेछ आमाले। साग भुटिदिनु पर्यो। हिजो अनि गेडागुडी भिजाएको थियो। अब यो गेडागुडी र आलु सिटी लगाइदिनु पर्यो। आमालाई चाहिँ फेरि सुगर छ, आलुहरू केही खानुहुन्न। आमाको लागि चाहिँ छुट्टै पकाइदिन्छु। त्यही भएर अनि पछि हाम्रो लागि चाहिँ आलु हालेर पकाउँछु। गेडागुडीमा त झन् कति मिठो हुन्छ आलु। ल त भिडियो त स्टार्ट गरेँ बिहानै, तर दिनभरि त बनाउनै पाइएन। छोरालाई र मलाई सन्चै भएन के, लुगा खोकिलाएर बेसरी घाँटी तताएर के गर्नै सकिनँ। जागरै अलिकति नै आएन। त्यही भएर अहिले बेलुका हल्का कम भयो। अनि त्यही भएर अहिले चाहिँ फेरि स्टार्ट गरेको। आइया भयो लुगा लाएर कस्तो भयो छोरालाई पनि मलाई पनि। कस्तो टेन्सन हुने रहेछ कि पुरा आफू जति बिरामी भयो नि होस्, बच्चालाई भयो भने त यति पनि खप्नै नसक्ने कि। हामीलाई त यति गाह्रो हुन्छ, बच्चाहरूलाई झन् कति गाह्रो हुन्छ होला है। त्यही भएर मुख पनि न्याउरो भएको छोरोको हाँसिरहेको थियो सधैँ। धन्न दुःख चाहिँ देखाइनँ, नत्र त बिरामी भयो भने त ग्यार गर्छ नि। केही नि गरे छैन, त्यस्तो त आनन्दै छ है। कता जानु त को हेर्ने गल्यो छोरो। म त जग पनि बिग्रेछ। त्यही भएर ग्यासमै तताएको पानी पनि यस्तो गाह्रो कि ग्यासमा तताउनु पर्दा त। जग हुँदा त प्ल्याट जति बेला तताइनु हुन्थ्यो, अहिले त गाह्रो ग्यासमा तताउनु परेर बेसरी। छोरा खेलिरहेको। मेरो छोरा जे होस् आनन्दको छ, बिरामी भए पनि आफ्नै सुरमा। कोठाहरू नि भत्ताङ भुतुङ छ है, सफा गर्नुपर्छ। कस्तो भा दिनभरि त केही नि गर्नै सकिनँ। म त बोल्नै नसकेको के। भिडियो त बनाउनु हुन्थ्यो, अब बोल्नै मन नलागेपछि त के भन्दा है। पुरै घाँटी पुरै पोलेर छरछर गरेर कस्तो गाह्रो भयो। अब त हल्का ठिक भयो, तर छोरालाई चाहिँ नाकबाट पानी बगिरहेको के, सेतो पानी बगिरह नाकबाट। लुगा ला जस्तो छ, लुगा ला बेसरी तताएर हुन्न कि, डबल तताउनु पर्छ। अनि कस्तो झ्याउ पऱ्यो। जगमा भयो त एकैचोटि 2टा थर्मस भरिने गरेर तताउँथ्यो। अब के गर्नु त, जगै काम नलाग्ने रहेछ बिग्रेर। छोरालाई चाहिँ मैले स्ट्रबेरी दिँदैछु। मिठो छ, मिठो छ। मैले चाहिँ फ्रुट्स हाल्ने भाँडामै दिन्थेँ। अनि हिजो दिएको त पुरै स्ट्रबेरी नै हालेर दिएको त पुरै दालमा लाएर कपडा त रातै बनाएछन्।
त्यसपछि चाहिँ अहिले चाहिँ मजाले तातो पानीले धोएर आफैले हातले समातेको टोकिरहेछ आफैले है। पुरै रातै बनाएर कपडा त पुरै दलमा लाएर कस्तो गराएको त नि, होइन त मामुलाई दुःख दिएको नि है, होइन त हो यसरी खानी अब। हस् अङ्गुरहरू चाहिँ त्यसमै हालेर दिन्छु मैले। अनि अब यो स्ट्रबेरी चाहिँ नदिने त्यसमा। यसरी कपडा त पुरै धुत्तै बनाएर मुख पनि पुरै निधारदेखि पुरै पोतेको जस्तो पुरै राते के एउटा नि खाली नै नभएको फोटै खिचेन मैले, नत्र हालिदिनु हुन्थ्यो कस्तो गरेको। त्यही भएर अहिले त स्ट्रबेरी पनि सानो भएको भए त अर्केला भने त अरुन्थ्यो, ठुलो छ अनि त्यही भएर अहिले हातले समातेर दिएको मैले चाहिँ। मिठो छ, मिठो छ बाबा हो, मिठो छ, गदेऊ गदेऊ, मिठो छ मेरो बच्चा। खानेकुरामा चाहिँ उसलाई केही किचकिचे छैन कि, आनन्दले जे पनि खान्छ त्यो कुरा चाहिँ एकदम मलाई आनन्द लाग्छ, जे पनि खान्छ होइन त। मेरो छोरालाई रुगा लाग्दाखेरि मेरो बच्चाको चाहिँ सानैबाट नाक टालिन्थ्यो कि, जन्मेको 12-13 दिनबाटै नाक टालिने। अनि मैले चाहिँ अनलाइनमा गएर सर्च गर्दाखेरि चाहिँ अनि यस्तो खालको पाइप भेटेँ होइन। अनि मैले चाहिँ दराज एपबाट मगाएको। यसलाई चाहिँ धेरै पनि पर्दैन, 100 कति 155 हो कि 135 त्यस्तै पर्छ। तर डेलिभरी चार्ज गर्दाखेरि चाहिँ 280-70 त्यस्तै कति पर्न जान्छ। मैले चाहिँ यो एकदम युजफुल हुन्छ बच्चाको लागि चाहिँ, एकदम राम्रो हुन्छ, केही असर पनि केही पनि गर्दैन, एकदमै धेरै राम्रो छ। अनि योले चाहिँ यो पाइप चाहिँ मेन नाकमा हालिदिने। अनि यो पाइपले चाहिँ, यो निलो पाइपले चाहिँ हामीले मुखबाट तान्यो भने सिँगानहरू चाहिँ यो बट्टामा आएर जम्छ। किनभने त्यस्तो केही घिन मान्नुपर्ने कुरै छैन, यो पाइप यसरी तानेर खासमा यसरी एट्याच हुन्छ नि त। अब आफूले कोही चाहिँ घिन मान्ने रहेछ कि यताबाट तानेर यताबाट पो आउने हो कि भनेर, तर त्यस्तो केही पनि हुँदैन, एकदम राम्रो छ। मान्छेहरूले चाहिँ भन्छ कि घिन मान्दो रहेछ, मान्छेहरूले चाहिँ छि भन्छ होइन, तर मलाई चाहिँ केही पनि घिन लाग्दैन। किनभने सायद मैले अरूले गरेको भए मलाई पनि घिन लाग्थ्यो होला, तर अब आफ्नै छोरा अनि कताको घिन लाग्नु त। मेरो चाहिँ आफ्नै बच्चा भएर घिन लाग्दैन। सुरुमा चाहिँ मलाई भिडियोमा देख्दा छि भएको थियो, अनि अहिले आफूलाई पलेपछि चाहिँ ओके जस्तै लाग्दैन मलाई। त्यही भएर हजुरहरूले पनि यस्तो सानो सानो नानु बाबु छ भने अब गाह्रो हुन्छ नि त, सिँगानहरू आयो भने त नाक ड्याम हुन्छ, सास फेर्न कति गाह्रो हुन्छ, हामीलाई त कस्तो गाह्रो हुन्छ। त्यही भएर यस्तै किनेर राख्नु बच्चाको लागि राम्रो हुन्छ एकदम। दराज एपमा पाउँछ। आची मेरो छोरा सेरेस, आची आची आची, हाँस्देऊ कस्तो मिठो स्माइल दिन्छ। न हुन्न नि त टोक्नलाई त, हाँस्देऊ नो बेबी सेरेस, आची कस्तो मिठो हाँस्छ है। यस्तै हो साथीहरू। अब भिडियो नि कति पछि हालेँ कि मैले, हुन त 1 महिनै भयो होला है, केही पनि छैन। अब बच्चा छ, कहिले बनाउन पाइन्छ कहिले बनाउन नि पाइँदैन। किनभने अब बाहिर कति घरमा मात्रै बनाएको देखाउनु त नि है, कहिलेकाहीँ त यसो बाहिरतिर गएर घुमेर गर्न पाएको भए पनि हुन्थ्यो। अब बच्चा छ, बाहिर गइराख्न नि मिल्दैन। त्यही भएर यस्तै हो, माइन्ड नगर्नु होला। अब चाहिँ सकेसम्म 1 दिन बिराएर चाहिँ भिडियो हाल्ने कोसिस गर्छु है। मेरो बच्चा हेलो भनिदेऊ। मैले चाहिँ पङ्खा लगाउँछु अहिलेबाट, किनभने चितवनमा बेसरी गर्मी बढिसक्यो।
अस्ति पानी परेकोबाट झन् यस्तो विधि गर्मी हुन्छ, बस्नै सकिँदैन नि। मैले चाहिँ पङ्खा लगाउँछु मेरो छोरालाई, बेसरी पसिना आउँछ, किनभने अब पङ्खा नलाम भने पसिनाले नै उसलाई चिसो लाग्ला भनेर निमोनिया होला भनेर, त्यही भएर मैले चाहिँ पङ्खा हल्का पुरै कम सबसे कम स्पिडमा लगाउँछु। कोठा शीतल भइरहेको छ, बाबुलाई पसिना पनि आउँदैन, बढी हावा पनि फाल्दैन, थोरै हावा फाल्छ अनि कोठा शीतल पनि भइरहेको छ। बिहान बेलुका चाहिँ लाउँदिनँ मैले, दिउँसो चाहिँ घाम चर्किन्छ नि त बेसरी, त्यही भएर लगाउँछु है। त साथीहरू आजको लागि भिडियो यहीसम्म, किनभने छोरालाई पनि सन्चो छैन, मलाई पनि सन्चो छैन। भिडियो त बिहानै स्टार्ट गरे हो गर्नु त, त्यही पनि दिनभरि सन्चो नभएर बनाउन नि सकेन। अघि 5-6 बजेबाट स्टार्ट गरेको भिडियो पनि छोटो भयो होला भिडियो आजको, माइन्ड नगर्नु होला, सन्चो छैन। ल त साथीहरू बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा।